भनिन्छ छोरा मान्छे रुनु हुँदैन, कमजोर देखिनु हुँदैन। एक कुरा सुन्दै सुन्दै यता छोरा मान्छेले आफ्नो भावना लुकाउन सिक्छ। सानो छँदा लड्दा पनि आँसु पुछ्न सिकाइयो, छोरा मान्छे होस् नरो भनेर कराइयो। त्यही एउटा वाक्यले बालापन नै फेरिदियो, हाँस्न त सिकायो तर रोउनै बिर्साइदियो। बाहिर मुस्कान भित्र हजार चोट, सबैलाई खुसी देखाउने आफ्नो एउटा सोच। मन त चिच्याइरहन्छ ओठ भने चुप हुन्छ, हरेक रात तकियाले मेरो कथा सुन्छ। छोरा मान्छेको पनि मन त हुन्छ नि, दुःख लाग्दा आँसु पनि आउँछ नि, तर समाजले भन्छ रुनु हुँदैन, त्यसैले सबै पीडा मनमै लुकाइन्छ। छोरा मान्छेको पनि मन त हुन्छ नि, दुःख लाग्दा आँसु पनि आउँछ नि, तर समाजले भन्छ रुनु हुँदैन, त्यसैले सबै पीडा मनमै लुकाइन्छ। कसैलाई थाहा छैन कति गाह्रो हुन्छ, आफ्नै पीडा आफैले बोक्नु पर्छ। बुबा आमाको सपना घरको जिम्मेवारी, आफ्नो इच्छा मानेर बाँच्ने बाध्यता भारी। साथीहरूलाई सबै ठिक छ भन्छु, तर ऐना अगाडि उभिँदा आफैसँग हार्छु। आँखा रसाउँछ तर आँसु झार्दिन, किनकि फेरि सुनिन्छ छोरा भएर पनि रोइस्। त्यही डरले शब्दहरू बन्दी बन्छन्, मनभित्रका आँधीहरू मनमै हराउँछन्। हामी पनि थाक्छौँ, हामी पनि टुट्छौँ, फरक यति हो हामी आवाज निकाल्दैनौँ। हामी पनि माया खोज्छौँ तर कमजोरी देखाउन डराउँछौँ। हाम्रो मौनतालाई घमण्ड नसम्झ, हाम्रो मुस्कानलाई सधैँ खुसी नसम्झ। कतिपय युद्धहरू मनभित्र चलिरहेका हुन्छन्, जसको आवाज बाहिर कहिल्यै सुनिँदैन। एक दिन सबै ठिक हुनेछ यही आशाले हरे बिहान उठिन्छ। टुटे पनि फेरि उठ्ने बानी छ, किनकि छोरा मान्छेको जीवन सङ्घर्षको कहानी छ। छोरा मान्छेको पनि मन त हुन्छ नि, उसलाई पनि रुन मन लाग्छ नि। पटक मात्र सोधिदेऊ साँच्चै ठिक छौ, सायद त्यो प्रश्नले उसको आधा पीडा हल्का हुन्छ। भनिन्छ छोरा मान्छे रुनु हुँदैन, सायद रुनु कमजोरी होइन, भावना लुकाएर एक्लै बाँच्न बाध्य हुनु, त्यो चाहिँ सबैभन्दा ठुलो पीडा हो। छोरा मान्छे रुनु हुँदैन, सायद हुनु कमजोरी होइन, भावना लुकाएर एक्लै बाँच्न बाध्य हुनु, त्यो चाहिँ सबैभन्दा ठुलो पीडा हो।